लु हेर्नु गाइस जङ्गल जान लागेको बाटोमा चाहिँ आज बजार परेको रहेछ च्वाचेको बजार कति धेरै च्वाचेहरू छ नि त्यो सानो सानोहरू हजुरहरूले चाहिएको छ भने चाहिँ लिन आउँदा हुन्छ है शुक्रबार लाग्छ बजार यहाँ धरानको रेलवेदेखि यता समिति आउने बाटोतिर आउँदा हुन्छ शुक्रबार आज चाहिँ कति दिनपछि आउँदैछु होइन मम्मी म जङ्गल 2 महिनापछि म जङ्गल आउँदैछु जङ्गल आउँदा बाटोमा चाहिँ बजार लागेको रहेछ च्वाचेको बजार देखिहाल्नुभयो होला त्यो चाहिँ मम्मी के बोकेर जाँदै हुनुहुन्छ हौ खुकुरी पानी बोकेर जाँदै हुन्छ अरे आज सब ढाल्दिनु अरे जङ्गलमा जे छ सबै फाइनली जङ्गल चाहिँ पुग्यो होइन तर जङ्गलमा च्याउ हेरेको च्याउ चाहिँ एउटा त देख्दिनँ म कसरी खोज्नु हो च्याउको रुख हुन्छ कि के हुन्छ केही हत्तो पत्तो छैन ओ भाइ टक्लु च्याउ चिन्नुहुन्छ ओ टक्लै यहाँ चाहिँ हाम्रो मम्मीले चाहिँ मोज भएछ सकुवाको रुख ढलेको रहेछ मस्त त्यहीँ काट्दै हुनुहुन्छ मजा आउँदैछ मम्मी कमिलाले टोक्छ थाहा पाउनुहुन्छ जङ्गल हेर्नु हाम्रो हरियाली जङ्गल अरे कत्रो छ यताबाट उतासम्म एउटै छ यताबाट उता पनि एउटै छ यताबाट उता पनि एउटै छ बाटो बिर्स्यो भने त गइयो त मामा घर यहाँ चाहिँ घाँस काटेर भयो अब मम्मीले बोरामा प्याक गर्दै हुनुहुन्छ भाइले चाहिँ आधी घाँस काटेर उहाँ पुऱ्याइसक्नु स्कुटीमा आधी घाँस चाहिँ यहाँ प्याक भइसकेको छ आधी घाँस चाहिँ टाक्लु रामले ल्याउँदै हुनुहुन्छ लाज लाग्यो अरे ओल्लाले मसँग पंगा लिने तपाईँ हाँ टक्लु राम घाँस ले लो घाँस लु आम्मा मान्छे जत्रो छैन नि त्योभन्दा ठुलो बोरा छ घाँस चाहिँ लोड भएर स्कुटीमा गइसक्यो होइन म र मम्मी चाहिँ लुखुर हिँड्दै जाँदैछौँ अब गर्मी पनि लास्टै छ तर हावा पनि चलिरहेको छ जङ्गलमा चाहिँ शीतलै हुन्छ हामी चाहिँ जङ्गलबाट बाहिर निस्किने बेला भइसक्यो यहाँ चाहिँ सबैजनाले आफ्नो बाख्राहरू चढाउन ल्याउनुहुन्छ कति धेरै छ नि सेम कलरको छ फेरि कालो सेतो कस्तो राम्रो चाची हेर न पुरा आज जङ्गल ढाल्दिने चाची ट्र्याक्टर पनि आउँदैछ दाउरा लिनु होला सायद यहाँ चाहिँ आधीभन्दा धेरै च्यानघारी मात्रै छ कति धेरै छ च्यानघारी आम्मा यहाँ कसको आफन्तहरू हुनुहुन्छ थाहा छैन कहाँसम्म छ अरे मम्मी उतासम्म छ अरे च्यानघारी चाहिँ डर लाग्दो डर त के को लाग्नु निस्केर त आउँदैन त्यही पनि हामी चाहिँ फर्केर आइसक्यौँ यहाँ चाहिँ जाँदै हुनुहुन्छ आन्टीहरू घाँस काट्नु आउँदै हुनुहुन्छ डोकोमा घाँस काट्ने दाउरा काट्ने सबैजना आजको लागि यति नै बाई टेक केयर सबैजनाले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई